ल साथीहरु आज यो सबै खानुपर्छ। साथीहरु तपाईहरुले यस्तो खानुहुन्छ कि खानु हुँदैन। खाएन भने बिस्कुट चाउचाउ खायो भने बिरामी हुन्छ, रोग सर्छ। हेलो सम्पूर्ण नानी बाबुहरुमा नमस्कार। अनि नानी बाबुहरु, आज चाहिँ म युरोमको मर्निङ रुटिन हजुरहरुलाई देखाउन गइरहेको छु। अहिले चाहिँ युरोम सुतिराख्नु भएको छ। अब युरोमलाई उठाउन लागौं है त। युरोम युरोम छोरा, गुड मर्निङ। गुड मर्निङ। हात खाने हैन, उठ्ने। अब मर्निङ कति भइसक्यो? 8 बजिसक्यो। उठो चोलो, उठो। 7 घण्टा सुतिसक्यो। उठौँ। बेबीको नयाँ गाडी हो। बेबी त गाडीसँगै सुत्नुहुन्छ के सानो नानी बाबुहरू। हेर्नुहोस् न, युरोम चाहिँ गाडी लिएर सुत्ने राति बेडमा पनि। बेबीको साथी हो कि क्या हो? ओहो, ल उठिस अब। आउनुहोस्, मुख धुइदी गर्नुपर्छ। आउनुहोस्, सुत्ने होइन फेरि आउने है। आइस्यो। हेलो, युरोम उठेर माथि आउनुभयो। यता हेर्छ त। यता हेर्नु त, यता हेर्छ न सानो। खै आज म चाहिँ मुख धुँदैछु बिहानै उठेर। स्कुल जानुहुन्छ कि हुँदैन? नरुई जानु है। बाई बाई। साथीहरु तपाईहरुले यस्तो खानुहुन्छ कि खानु हुँदैन। खाएन भने बिस्कुट चाउचाउ खायो भने बिरामी हुन्छ, रोग सर्छ। अनि हात खानु हुँदैन। म त खादिन, म त बाइक किन्छु, म त वाटर खान्छु। पढे बाबा फलफुल भकुण्ड वर्षा भकुण्ड मकेमा यज्ञ
छेत्री छ त्रिशूल छ ज्ञानी क्या जुग्या सक्यो साथीहरू मर्निङमा पढ्ने अब खाना खाने त्यस पछाडि अनि स्कुल जाने ल बाई बाई साथीहरू माम खाने अनि स्कुल जाने ल साथीहरू युरोम चाहिँ नास्ता खाँदै पढ्नु हुँदैछ है मर्निङको डाइट फ्रुट खानुपर्छ है त फ्रेस फ्रुट्स तिम्रो बर्थडे आउनु आँटेको छ अनि ममा हजुरले के गिफ्ट दिनु 10 डेज पछाडि बेबीको बर्थडे छ अनि बेबीलाई के गिफ्ट दिने भन्नु त ममा हजुरले गाडी अनि जुत्ता ओराले जुत्ता अनि गिलासमा के बस्छ ल भन्नु त अनि गाडी अनि फुटबल अनि एउटा साइकल ल्याइदिनु त्यति नै हो र ओके छोरू हस् बेबीको बर्थडे आउन अब 9 डेज बाँकी छ पापा र मामाले सेम सेम ल दिने एउटै कुरा दिने हस् पापाले दिएको नि ममाले दिएको केक चाहियो सुपर कार वाला यत्रो हो र यतिसम्म भएको केक ओ नो यतिसम्म यति हस् अनि स्कुलमा चाहिँ केक काट्ने कि नकाट्ने नकाट्ने स्कुलमा लाज लाग्छ ल साथीहरू यता युरोम चाहिँ माम खान लाग्नु हुँदैछ ल साथीहरू आज यो सबै खानुपर्छ नभए हेल्दी हुन्छ यो त पकाएको छैन यो त घिस हो यो चाहिँ साग हो यो चाहिँ अन्डा यो चाहिँ मान तातो छैन छैन ओइ खानुस् खानुस् ल खाउन खाउँ अरू खाउँ न म त्यसलाई अझै मजाले बनाइदिन्छु साग खाउँ न यो साग खानु हुन्छ भने हाइडे हुनु आएछ यो कुरा भनेको यही हो अरू केही होइन माम साग फिस अनि अन्डा हो त्यही हो एरी फ्रुट गुलियो सुखा माम खानु साथीहरू चाहिँ मेरो मामा होटेललाई जाने बाँधिनु ल बाबा त बताउन होस् कि नहोस् भन न साथीहरू हामी स्कुल जानको लागि रेडी हुँदैछौँ भन न यहाँ आउन छिटो खानु खै त साथीहरूलाई भनेको कहाँ जानु आँटेको होला मुभी हेर्नु भनिराख्नु भएको छ साथीहरूले चाहिँ बस न साथीहरू हामी मुभी हेर्न गएको नि त्यस्तो भन्नु हुँदैन ढाटु ढाटु बेबी हो ढाटु ल ल ल ल मुभी हेर्नु जानु आँटेको अरे साथीहरू यस्तो
स्कुलको ड्रेस लाएर मुभी हेर्न को जान्छ खै यता ल्याउनु स्कुल गएको ल ल ल आऊ 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 ल यहाँ बस्नु न यहाँ खै 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 अर्को हात दिस्यो खै त ल साथीहरू फाइनली युरोम चाहिँ स्कुल जानको लागि रेडी हुनुभयो अब हामी चाहिँ स्कुल जानेछौँ स्कुलको बसको वेट गर्नेछौँ यहाँ आइसो त युरोम चाहिँ स्कुल जानको लागि यस्तो भएर रेडी हुनुभयो अब हामी चाहिँ साथी ब्रस गर्नेछौँ यहाँ आउँ न फेरि लुगा बिगारिहाल्नु त कस्तो राम्रो बनाइदिएको थिएँ ल साथीहरू अब चाहिँ हामी ब्रस गर्छौँ अनि स्कुल जानेछौँ बिग्रेको छैन कस्तो राम्रो देखिरहेको छ ल हजुर हजुर आइसो आऊ हजुर यो ब्याग बोक्नु त एकछिन मेरो ब्याग गरौँ छैन हट्नु र स्कुल गएर पढ्नुपर्छ घरमा खेल्नुपर्छ बाई बाई किन स्याड भएको स्याड किन भएको स्याड अब बेबी त रुन्छ कि क्या हो होइन बेबी हाँस्यो 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 नगर च्यातिन्छ ब्याग ब्याग च्यातिन्छ सुताबाट आयो हो र हो र रुनु मिल्छ कि मिल्दैन स्कुल जाने बेलामा मिल्दैन है बेबीको बसायो बेबी अब स्कुलमा जानुहुन्छ यहाँ त्यो हातको फाल्देऊ के लागेको छ तिम्रो खुट्टामा ल बेबीको बसायो अब बेबी स्कुलमा जानुहुन्छ जाऊ ल